कथाको शीर्षक सुन्तलीको कथा। कुनै ठाउँमा धोजे नाम गरेको केटा थियो जो पढाइमा सधैँ अब्बल थियो, तर उमेर अनुसार परिवर्तन भई अलि चञ्चल स्वभाव बनेको थियो। जब ऊ 17 वर्षको पुग्यो तब उसमा किशोर अवस्थामा देख्ने लक्षणहरू देखिन थाले। धोजे जम्मा 8 कक्षामा पढ्थ्यो र त्यही कक्षामा एक मध्यमवर्गीय केटीमा उसको ध्यान गयो। ए धोजे, कति ढिलो गर्छस्? छिटो आइज, स्कुल जानु ढिलो भइसक्यो। तैँले त्यो नेपालीको होमवर्क गरिस्? बुढोले मार्छ मैले त गर्नु बिर्सेँ। मैले त गरिहाल्छु नि, त जस्तो हो र म। हुन त अब सबको प्यार गरिहाल्छस् नि। अब अलिअलि सुन्तलीले पनि त देखाउनु परिहाल्यो। हो यार, सुन्तली कस्तो मनपर्छ मलाई। तैँले जति मन पराए पनि तँलाई सुन्तलीले एक नजरले हेर्दैन क्यारे। हेर्दै जा, एक दिन तेरो आँखा अगाडि तेरो भाउजू बनाएर देखाउँछु। केही छिनमा उनीहरू विद्यालय पुग्छन् र कक्षा कोठामा नेपाली पढाइ भइरहेको हुन्छ। भयो भयो, धेरै नबोल, अब ढिला भइसक्यो। मे आई कम इन सर? कति ढिलो गरेको आज तिमीहरूले? छिटो भित्र आऊ। सर, आज घरमा काम थियो, अलि ढिलो भइहाल्यो। हेर कति छिटो बोल्न जानेको। खै होमवर्क नगरे जति उठा त। तिमीहरू कहिल्यै नसुधार्ने भयो है। धोजेबाट केही सिका। धोजे, सुन न, आज म तिम्रो नेपालीको कपी लैजान्छु है। कपी मात्र किन, अरू माग्दा नि हुन्छ। बिस्तारै दिन बित्दै गइरहेको हुन्छ। धोजेको बानी बिहा र धोजेले देखाएको मायाले बिस्तारै सुन्तलीको बिर्सन नजिक भइसकेको हुन्छ। आमा सुन्नु न, मलाई एउटा कुरा गर्नु थियो। के कुरा हो? भन्न त भन्ना नि। मलाई मोबाइल किनिदिनु न। मेरो सबै साथीहरूको मोबाइल छ, मलाई पनि मोबाइल चाहियो। पर्दैन मोबाइल सोबाइल, पढ्ने बेला के को मोबाइल चाहियो? अरूले जे गर्यो त्यही गर्नुपर्ने तँलाई? होइन हो, के को हल्ला हो घरमा? आज के भयो? हेर्नु न बा, मेरो सबै साथीहरूको मोबाइल छ, मलाई पनि मोबाइल चाहियो। मोबाइलदेखि पढ्न कति सजिलो हुन्छ अरे। हाम्रा पालामा मोबाइल बिना पढ्थ्यौँ, अहिलेका केटाकेटीलाई मोबाइल चाहियो रे। पर्दैन बुढा, पर्दैन मोबाइल छोड्दिनु त बड्डी। देऊ छोरीलाई मोबाइल। पल्ल घरे भुन्डेकी छोरी त्यही मोबाइलदेखि नपरेर पहिला गइहाली। अब तिमी पनि बिगार आफ्नो छोरीलाई। छोरीको जबरजस्ती र छोरीको इच्छालाई पुरा गर्न सुन्तलीको बाउले जसो मोबाइल किनिदिन बाध्य हुन्छ। हेलो सुन्तली, के गर्दैछौ? के गर्नु नि, तिमीलाई सम्झेर बसिरहेको छु। लागि भनेको त तिमीले सम्झेर पो रहेछ। तिमीले चाहिँ मलाई नसम्झेको? किन नसम्झिनु नि, तिमीलाई सम्झेर त मैले कल गरेको। एकछिन कल गरेको। घरको आर्थिक अवस्था कमजोर भएको कारण धोजेको बुवा कामको सिलसिलामा भारत गएका हुन्छन् र त्यही क्रममा धोजेको मोबाइलमा एउटा इन्डियन नम्बर। होइन, कसको नम्बर रहेछ? हेलो बाबु, तिमी धोजे हो र? हजुर, म धोजे हो। हजुर को भन्ने? मैले चिन्न सकिनँ। म तिम्रो बुबाको साथी काइले काका। ए धोगरे काका, सन्चै हुनुहुन्छ? के को सन्चै हुनु बाबु, यहाँ तिम्रो बालाई धेरै बिरामी भएकोले घरमा ल्याउने बन्दोबस्त मिलाउनु पर्यो। के भयो बाबु, कसको फोन हो? काइले काकाको फोन हो आमा। बुवा बिरामी पर्नुभयो र घरमा ल्याउने भन्दै हुनुहुन्छ। तेरो बाले फेरि के भएछ? हेलो धोजे, सुन त, म भोलि घर फर्किँदैछु। तिम्रो बुबालाई पनि मसँगै लिएर आउँछु है। हस्, हुन्छ काका। काइले काकाले धोजीको बुवालाई घर ल्याउँछन्। धोजीको बुवाको कलेजो खराब भएको कारणले उपचारका क्रममा कमाएको सबै पैसा खर्च हुन्छ र धोजीको घरमा आर्थिक अवस्था कमजोर हुँदै गइरहेको हुन्छ र घरमा कमाउन सक्ने कोही नभएको कारण धोजीको आमालाई काममा जानुपर्ने हुन्छ र घरमा काम गर्ने कोही नभएकोले धोजीले सुन्तलीलाई बिहे गर्न निधो बनाउँछ। हेलो सुन्तली, के गर्दैछौ? के
केही नाइ यत्तिकै बसिरहेको। सुन न, तिमीसँग भेटेर आज एउटा कुरा गर्नुपर्ने थियो। कहाँ भेट्ने त नि? साइली आन्टीको घरको पछाडि पुलको रुखनिर आऊ, म तिमीलाई त्यहीँ भेट्छु। भन किन बोलाएको? हामीले एकअर्कालाई मन पराएको पनि धेरै भइसक्यो। अब मैले त बिहे गर्ने सोच बनाएँ। धोजे के कुरा गरेको तिमीले? यति छिटै बिहे त नगर्ने। पहिले हामी राम्रोसँग आफ्नो पढाइ सकौँ, बिहेको कुरा त त्यसपछि सोचौँला। यस्तो नभन्न सुन्तली, पढाइ त बिहेपछि भइहाल्छ नि। यदि तिमी मसँग बिहे नगर्ने भए म अर्कोसँग गर्छु। यसै कारणमा धोजेको चाहँदै हुँदा जबरजस्ती भए पनि सुन्तले बिहे गर्न बाध्य हुन्छ। धोजे र रामे मिलेर सुन्तलीलाई भगाउने निधो गर्छन् र त्यही क्रममा धोजेले सुन्तलीलाई घर लैजान्छ। ए सुन्तलीका बा सुन त। के भयो बिहान बिहान किन कराएछिस्? खै हाम्रो छोरी छैन त घरमा। यति कति होली नि, चिन्ता किन गरेको? आइहाल्छ नि। बिहान बिहान छोरी घरमा नभएपछि खोज्न परेन त? हुन त बाउलाई के को चिन्ता, छोरीको ख्याल राख्ने भनेको आमा त हो नि। काकी नमस्ते। काकी हजुरलाई सुन्तलीको बारेमा केही भन्नु थियो? के हो नानी भन न। सुन्तली बिहानदेखि घरमा छैन। काकी सुन्तली त हिजो राति पल्लो गाउँको फतेलाल काकाको छोरा धौजेसँग भागी त। के भनेको सुन्तलीको बा हेर न, यिनी नानी के भन्दैछिन्? हो काका काकी, मैले सही भन्दैछु। मेरी छोरी कता गयो होली? यो दिनदेखि किन मरेन मेरी छोरी? भइगयो न ढिलो भएको छैन, म सुन्तलीलाई लिएर आउँछु। भइगयो केही ल्याउनु पर्या छैन। तिमीले नि फुलफुल मिलाएर भएको यो सब। छोरीले नाक काटेर गइहाली, अब फर्काएर फेरि गइहाली भने झन् लाज हुन्छ, नगर। त्यही क्रममा धोजेले सुन्तलीलाई घर पुगाउँछन् र धोजेको आमा तरकारी बनाउँदै हुन्छन् र धोजेको बाउ छेउमा खुब्दै बसेका हुन्छन्। ए आमा, बाहिर आऊ त। धोजे को हो नानी? आमा, मैले हजुरको लागि बुहारी ल्याइदिएको छु। ल ल्याउ त ल्याइहालिस्, अब जसले भए पनि घर सम्हालेर बस। धोजेको बिहेको लागि घरमा सबै राजी भएर साइत हेराउन जान्छ। पण्डित बा नमस्ते। नमस्ते। के कामले आयौ त? धेरै दिनपछि। सन्चो छैन भनेर पनि सुनेको थिएँ। के हुनु नि, छोराले गाउरी ल्यायो, साइत हेराउन आएको, त्यही भएर। अस्ति भर्खर त खेल्न देखायो। कति भयो र तेरो छोरा बुहारीको उमेर? क्या चाहियो र उमेर? त्यही 17-18 त भयो होला नि। यति सानसानै उमेरमा त बिहे गराउँदैन म। व्यवस्था गरिहाल्छु क्या तिमीलाई। ल साइत त जुराऊ। ल ठिकै छ ठिकै छ। भोलि आइतबार विवाहको लागि सायद ठिकै छ। तिमीहरू आफ्नो जोडजाम गरिराख। पण्डितलाई हेराएर फतेलाल घर जान्छन् र घरमा सबै बिहेको जोडजाम गर्छन् र त्यही क्रममा